सो असारको महिना अभियसली हामी खेतमै हुन्छौँ। सो त्यो अहिले चाहिँ ठ्याक्कसँग धारा आएको थियो कि फेरि उतै खेत हिँडेको डीमा हिँडेको हामी म भनौँ न अर्को साथी चाहिँ गइसक्यो होइन। सो गाइस आज भ्लग चाहिँ यस्तै पानी परिरहेको छ थोरै थोरै भ्लग अन्त धेरै भ्लगहरू पनि बनाइसकेँ होइन। अब युट्युबमा आजैदेखि यो फर्स्ट भ्लगको तरिकाले हाल्नु भनेको त्यो गाइस सपोर्ट गरिदिनु होला है त। गाइस यो चाहिँ हाम्रो डी हो कहीँ जानु भनिसक्यो गाइस। ओ खोला छ यहाँ चाहिँ गाइस अलिक साङ्लो भएछ आज चाहिँ गाइस। आज चाहिँ माछा मार्ने गाइस त्यहाँनिर होइन। सो यहाँ हेऱ्यो भने चाहिँ यहाँनिर आगो पुगेछ यसले। अहिले चाहिँ म त्यहाँको पानी लिएर आइरहेको छु होइन। भात सात खाएर अब काममा लागिहाल्नुपर्छ गाइस। फेरि 5:30 हुन लागिसक्यो। यहीँ हो हामीले बिहार गरेर बनाउने चाहिँ होइन। पुरै खेत छ पुरै बाजु छ कहिले आली बाजु गर्नु ढिलो भइसक्यो हामीलाई चाहिँ गाइस। यहाँ माथि कुलो छ यहाँदेखि लिएर अझै फेरि यहाँ यस्तो बाजु जोतेर अझै बिहार गरेर नि बनाइसक्नु पर्छ क्या। सो गाइस त्यही हो लेट्स स्टार्ट होइन। बल्ल आलीबाजु नि गरिसक्यो गाइस। अब यहाँनिर अहिले बिहान चाहिँ पानी हालेर होइन पानी हाल्यो त्यसपछि जङ्गलको माटोहरू यसो मलझोल हालेर त्यति राख्ने फेरि भात खाएर आएर यो हिलाएर पुरै यहाँ बिहार गरेर अझै बनाइहाल्नु पर्छ एकदम हतार छ नि त। सो गाइस अझै पानी खाने हिँडेको म होइन। सो गाइस यहाँ चाहिँ हाम्रो धारा छ यहाँ केही सानो धारा छ हाम्रो। यहाँ चाहिँ हाम्रो भात पाकिसकेको छ। यहाँ चाहिँ हाम्रो कुकम्यान। गाइस दिस मच फर टुडे आज लागि दिने होइन। सो आज रात परिसक्यो खानासाना पकाउनु पर्नेछ नेपाली साना लाउनु पर्नेछ सो नुहाउनु पनि पर्नेछ। सो रात परिसक्यो आज लागि दिने फेरि पनि यस्तै भिडियोमा भेट होला। सबैको लागि थ्याङ्क्स फर वाचिङ एन्ड